अनि गाइजहरु यो चाहिँ हाम्रो बिहानको ब्रेकफास्ट हो। अनि यो ब्रेकफास्ट गर्नुभन्दा अघि चाहिँ चिया एकदम त्यो चिया खाएर गइसक्नुहुन्छ थियो सबैजना। अनि यो हाम्रो चाहिँ चना हो जुन मैले भुटिरहेको छु चना। अनि यसको साथमा छ बोइल गरेको अन्डा। अनि हाम्रो चाहिँ दमबाट काम गर्नुहुन्छ अहिले 6 जना। अनि 6 जनालाई यो बिहानको ब्रेकफास्ट मैले सारेर दिँदैछु। अनि त्यसमा डल्ले खुर्सानी अनि उहाँहरू हुनुहुन्छ। अनि चना अन्डा खाँदै अनि मही पनि थियो कि हाम्रो घरमा। अनि मही पनि खाना लानुभएको छ। अनि यो चाहिँ हाम्रो आलु र यो सिमीको सब्जी होइन। अनि यो दुईटा चाहिँ हामीले गोठमै पकाउने। अनि यो ईश्वरा हामीले अचारको लागि काट्दैछौँ। अनि मेरो छोराले चाहिँ आलु लिएर जाँदैछ गोठमा। चाहिँ मम्मीले पकाउँदै हुनुहुन्छ कि सब्जी अहिले। अनि अहिले यो भाँडामा चाहिँ पाक्दैछ इस्कुस बोइल गरिरहेको, किनकि त्यसलाई साध्ने हामीले अचारको रूपमा। अनि त्यसपछि उता चाहिँ दाई चलिरहेको थियो दाईको काम। अनि उता चाहिँ पराल बाँध्दै अनि यता टाउतिर ल्याउँदै हुनुहुन्छ। अनि साथमा यो नुन पनि हाल्नु पर्ने रहेछ कि परालमा मुसाहरू नलागोस्, मुसाले काट्दैन हाल्यो नि त नुन छर्क्यो भने। अनि मेरो छोरा चाहिँ अङ्कलको पछि पछि भागिरहेको छ होइन टाउ हाल्ने ठाउँमा। अनि त्यही हो। अनि यता चाहिँ ट्र्याक्टर आइसकेको थियो परालमा रिगाउनको लागि। हामी त्यो पराल छिराइसकेपछि अनि त्यो ट्र्याक्टर एकचोटि रिगाउने गर्छौँ। अनि जुन त्यो ठेसरले गरेको छ त्यसमा चाहिँ मसिनो फाल्छ त्यो गर्नु परेन। अनि बाँकी ठाडो परालहरू चाहिँ हामीले ट्र्याक्टरले एकदम रिगाउने गर्छौँ। अनि गाइजहरु मैले चाहिँ अब खाना पकाउन लाग्यो। अनि पहिला चाहिँ अचार बनाउने भनेर तेल भुट्न लागेको होइन। तेल भुट्दैछु इस्कुसको अचारको लागि। अनि यसो भुट्दैछु। अनि यता चाहिँ अब खानाहरू पकाउँदैछु 2टा राइस कुकरमा। यसमा चाहिँ साथीहरू मैले ठुलो भाँडामा चाहिँ राइस कुकरमा 7 कप पकाएको थिएँ भने सानोमा चाहिँ 5 कप पाक्छ होइन। अनि त्यही हिसाबले जति पाक्छ त्यही हिसाबले फुल खाना पकाएको छु होइन। अनि धेरै खानुहुन्छ नि दमाईहरूले सो भोक लगाउँछ। अनि त्यही हो। अनि मैले चाहिँ तिल भुटिसकेपछि मिक्सचरमा पिस्न लगाएको थिएँ। अनि मिक्सचरको बिर्को चाहिँ फेरि पुरा मसाला खाइदिरहेको थियो। अनि मैले कराईको बिर्को छोपेर मिक्सचर स्टार्ट गरिरहेको थिएँ, चलाउँदै थिएँ। अनि पिस्दा चाहिँ पुरा मिक्सचर बिग्रियो थियो, बनाउँदै आएको। अनि झ्यार भइरहेको थियो आउँदैन। अनि त्यही माथि तिल पनि अलिक धेरै नै भुटेछु कि धेरै नै पिसेछु। अनि त्यस्तो भइरहेको छ गाईहरू। अनि यही हो। अनि मैले चाहिँ अब अचारको लागि अब तेल हालेर अनि त्यो जिराहरू हुन्छ नि जिरा मेथी खराएको थिएँ। अनि खराउँदै मेरो चाहिँ ग्यासले धोका दिएला जस्तो थियो। अनि ग्यास पनि पुरा भाइन लागेको थियो। अनि अब खरिन्छ कि नै आई डोन्ट नो। अनि मैले चाहिँ अचारको लागि प्याज काट्दै थिएँ। अनि प्याज काट्दा चाहिँ पुरा आँसु आइरहेको थियो। अनि त्यही हो प्याज पनि काटेँ साथीहरू। अनि फेरि मेरो अब उता आगो ग्यासमा के अरे तेल खराएको थियो नि त अचारको लागि। अनि त्यो पनि खराउँदा ग्यास फाइनली खत्तम भयो। अनि त्यसपछि बुवाले ग्यास चेन्ज गरेर ग्यास ल्याइदिनु भयो। अनि फेरि मैले ग्यासहरू चेन्ज गरेर अनि फेरि तेल खराएँ। अब अचार पनि बनिसकेको थियो। अब मेरो बनाउनु थियो साग। अनि मैले चाहिँ सागहरू पखालिसकेपछि साग काट्नतर्फ लाग्यो, किनकि यसरी फुल गरेर काट्छ भने छिटो हुन्छ नि त। अनि त्यही भएर छिटो छरेको। अनि मम्मीले लिएर आउनु त घिउ खराएर उता कोसतिर घिउ ततार ल्याउनुको थियो। अनि मैले साग काटेर फेरि अब साग पकाउनतर्फ लागेँ। अनि मेरो साग यही हो होइन, थोरै थियो तर यति भयो नि यसो भेराइटी हुन्छ भनेर सागको यता सब्जीको होइन धेरै। अनि त्यही हो। अहिले बिहानको चाहिँ हाम्रो सबै भेज आइटम हुन्छ खानको लागि। अनि बेलुका दाइ सकिसकेपछि चाहिँ अब मासु रक्सी भात के खाने हो त उहाँहरूले जे भन्यो त्यही हो खुवाउनु चाहिँ। अनि उता चाहिँ दाइबाट अब पराल बोकेर लिएर आउँदै हुनुहुन्थ्यो कि हाम्रो दाइ चाहिँ फेरि घरको नजिक अगाडि नै छ, सो सजिलो भयो टाउकोमा गर्नुको लागि। अनि हाम्रो खाना पनि पाकिसकेको थियो। यो दाल, यो तरकारी, सिमरायोको यो साग, अनि यो चाहिँ रहेको छ अचार। अनि त्यही हो 3-4 आइटम दालसँग। अनि मम्मी खाना पस्किनु भएको थियो। अनि हामीले चाहिँ खाना पस्केर अनि फेरि बाहिर खान्छु भनिसकेपछि हामीले बाहिर लग्यौँ खाना सबैजनालाई। अनि खाना खानुभयो के चाहियो थप्दै। आज बिहानको खाना रक्सी खाने अङ्कलहरू एक साइडमा उहाँ छेउमा बसेको 2 जना चाहिँ रक्सी नखाने पर्नुभएको थियो। अनि बिहान दिनमा बेलुका अब टाइम मिलाएर कसरी हुन्छ आफूहरूले रक्सी खाने। अनि हाम्रो चाहिँ त्यहाँ टाउवा बनिसकेको थियो। अनि अङ्कलहरू चाहिँ धान पत्ताउनतर्फ लाग्नुभयो। अनि धान पत्ताएर साथसाथै अब हाम्रो धानको मुरी भुट्ने होइन बोरामा ल्याएर घरमा भर्खरीमा हाल्ने सुरु भएको थियो। अनि 2-3 जनाले भोट्दै अनि अरू अङ्कलहरू चाहिँ बोक्दै भर्खरीमा हाल्न लाग्नुभयो। अब चिया खाने भनेर थियो, जाडो थियो नि त, घाम लाग्यो चिसो मौसम। अनि त्यसपछि फेरि चिया पकाएर मैले दिन थालेँ सबैजनालाई। अनि सबैजना चिया खानुभयो। अनि त्यसपछि फेरि अब मेरो अब फाइनल काम उता हेर्न सकिन लाग्थ्यो नि त अब दाइमा। अनि
अनि सो मैले जब मासु बनाउन थियो अनि मैले चाहिँ मासु आगोमा बनाउन लागेँ यतातिर आएर अनि तेल हालेर मैले जान्न लाग्यो अनि चिसोमा अब दिनको चिया सबैले खान्छ मैले खाने चिया त दिनको 3-4 टाइम दुध चिया चार अन्त साथीहरू अनि झन् घरमा भैँसी भएपछि अब भैँसी दुध दिन्छ अनि दिनमा 3-4 टाइम त बाक्लो चिया खाने नै अब त्यही हो अब मेरो मासु पकाउन सुरु गरेँ साथीहरू अनि मैले चाहिँ पहिला हाल्दैछु प्याज अनि प्याजहरू पुरा भुट्छु होइन अनि मैले मासुमा चाहिँ हाल्ने मेरो रेसिपी भनेको यही हो प्याज अनि लसुनहरू त्यो खुर्सानी पिसेको मसला अनि टमाटर अनि त्यसपछि भइहाल्यो मसला किटहरू अनि त्यसपछि अब मैले प्याज पुरा भुट्छु एकछिन होइन अनि आधाले रातो भइसक्छ भुटेपछि मैले हाल्न थालेँ मासु यो हाम्रो मासु चाहिँ साढे 2 केजी जतिको हालेको भयो अनि त्यसपछि अब आगोमा मासु पकाउनुको मजा जाडोमा बसेपछि छुट्टै छ नि त होइन सो म आफै बसेर पकाउँछु भनेर अनि म चाहिँ बाहिर के काम गर्नुभयो अनि म चाहिँ मासु पकाउनुतर्फ लागेको अनि म चाहिँ मासु मजाले एक टाइम भुट्छु होइन अनि सबसे पहिले चाहिँ मैले मासु अलिकति भुटेपछि अनि मैले बेसर हालिदिन्छु बेसर पनि लाउनको लागि अनि बेसर हालेपछि फेरि मैले नमक पनि हाल्छु अहिले किनकि नमकले पानी फाल्छ नि त अनि त्यही पनि यो मासु चाहिँ कि डाइरेक्ट मासु काटेपछि लिएर आएको वाला हो अनि त्यो चाहिँ मैले कति पानी छोडेको थियो कि अनि यसलाई पानी सुक्नु टाइम लाग्यो अनि मजाले रातो टाइपले भुट्छु भनेको त्यसरी चाहिँ भुट्नु पाएन पुरा पानी नै पानी भएर अनि त्यसपछि अब पानी हालेर छोडिरहेको थियो अनि मैले चाहिँ भुटेँ अनि अलिकति अब पाक्नु पनि लागेको थियो नि त अब भुट्दा अब पानी नै सोचेन आधा कल्चो बोटी पाकिसकेको थियो अनि मैले अब मसला हाल्नुपर्ने थियो अनि सो मैले चाहिँ अब यो चाहिँ मेरो मिक्स मसला हो अनि यो चाहिँ मैले मसलाहरू हालेँ अनि मसला हालिसकेपछि एकछिन भुटेर अनि त्यसपछि फेरि एकछिन पाक्नुको लागि दिएँ होइन अनि धुवा चाहिँ मजाले आइरहेको थियो धुवा भएको थियो अनि त्यसपछि मेरो मासु पाक्दैछ गाइजहरू अनि मैले अब पाक्न लागेपछि टमाटर हालिदिएँ अनि यो मैले पिसेको रेसिपीवाला मेरो मसला हालिदिएँ अनि त्यसपछि मैले भुटेँ अब मेरो चाहिँ एकछिन 5 मिनटमा मासु पाक्छ अनि त्यही हो साथीहरू मेरो मासु चाहिँ पाकिसकेको छ मासु चाहिँ यस्तो दिएको छ हेर्नु होइन अनि धुवा चाहिँ कति भएको थियो पुरा धुवाले म त आँसु नै आँसु आएको थियो अनि हल्का पसिना नै आएको थियो कि यही हो अब मैले चाहिँ मासु पाक्यो अब मैले मासु चाहिँ ओतार्ने छु अनि ओतारेर चाहिँ अर्को भाँडामा खनाएर लान्छु यो कालो कराई चाहिँ आगो मात्रै युज हुन्छ नि त अनि मैले यो कराई चाहिँ यहीँ राख्छु अनि धुनुको लागि अनि मैले चाहिँ मासु हालेर बाटामा अनि भित्र लगेको अनि गाइजहरू हाम्रो चाहिँ अब उता धान पत्याइसकेपछि अब धानहरू पनि बोकेर ल्याउँदै हुनुहुन्थ्यो अङ्कलहरूले अनि धान सधैँ अङ्कलहरू चाहिँ धान खनाउँदै हुनुहुन्थ्यो अनि फाइनली हाम्रो चाहिँ 2 मुरी एउटा ठुलो सानो गरेर 2 मुरी भरिरहेको छ अनि हाम्रो चाहिँ टोटल आएको धान भनेको पहिलाको र अहिलेको आजको दाइको गरेर लगभग 24-25 मुरी आउँछ त्यही हो गाइजहरू आजको हाम्रो दाइ भ्याइसक्यो अनि टाटोहरू थन्काएर अब बुवाहरू यता घरतर्फ आउनुभयो अनि म चाहिँ लागेँ काँक्रो सलादहरू काट्नको लागि जुन मासुहरूसँग खानुको लागि नि मासु रक्सीसँग सलाद अनि यो चाहिँ अब रक्सीसँग खानुको लागि अब यहाँको चाहिँ लोकल रक्सी भन्दै के हुन्छ गाउँघरको योवाला कोदोको रक्सी अनि यही खानुभयो 5 बोतल ल्याउनु गएको थियो बिहानबाट अब खाएँ 2 बोतल बाँचिरहेको थियो अब मासुसँग खानुको लागि अब खाने चाहिँ 3-4 जनाले रक्सी खानुहुन्छ 2 जनाले चाहिँ खानु हुँदैन अनि मैले चाहिँ अब मासुहरू हालेर अब अङ्कलहरू चाहिँ माथिल्लो फ्लोरमा बस्नुभएको थियो बाहिर घाम ताप्दै खाने भनेर बाहिर बस्नुभएको थियो भित्र बस्नु भएन अनि मम्मी मैले चाहिँ मासु खानाहरू सबै ओसार्दिएँ अनि यो मासुसँग सलाद मासु अनि बिहानको सब्जीहरू अनि त्यसपछि त रक्सी भइहाल्नु भयो अनि फेरि अब खाना नखाने भनिसकेपछि अनि हामीले चाहिँ यो सबै चाहिँ चिउरासँग खाने रे मासु चिउरा चिउरा बनाउनु भएको छ हाम्रो मम्मी चिउरा अनि म चाहिँ खुर्सानी खाने भनेपछि खुर्सानी टिप्न आयो हाम्रो चाहिँ घरको डल्ले खुर्सानी यहाँ धेरै नै फलेको थियो अनि हामीले चाहिँ यही सब्जीहरू पनि हाल्ने गर्छौँ अनि उहाँ टोक्नु भनेर हामी डल्ले सब्जी अर्कै त सरी खुर्सानी दियो अनि यही हो गाइजहरू यसरी बसेर खाना आएको थियो अनि हाम्रो दाइ फाइनली खत्तम भयो 1 वर्ष सालको